आज पनि अस्तिको रात जस्तै निद्रा लाग्ला जस्तो छैन। मन आत्तिन्छ छोरा तिमीलाई सम्झेर। तिमी त मेरो एउटा अन्तिम आशाको किरण थियौ। घरको गार्जन भनेको, खम्बा भनेको बाउ हुन्छ र बाउ पछि छोरा हुनुपर्ने ठाउँमा तिमीले पनि आज आएर मलाई कुरा लुकाउने, कुरा ढाँट्ने गरेको रहेछौ। अब तिमीलाई यस्तो गर्न कसले दबाब दिइरहेको छ मलाई थाहा छैन। बुद्धि छैन भनौँ भने अब त तिमी 16 वर्ष लाग्यो छोरा। खै के नै भन्न सक्छु र। बाउ भएको नाताले बेला बेलामा तिम्रो चिन्ता लाग्छ मेरो छोरा। धेरै कुराहरू म बोल्न चाहन्न। आफ्नो ख्याल राख्नु र बहिनीलाई पनि यसो हेरविचार गर्दै गर्नु है छोरा।